यता मन्दिर जाँदैछु मुकालो मबाट एउटा बुझेको छैन होला है भरे पुग्छुमा पुगेको छैन भने चाहिँ हेलो एभ्रिवान जोलोपा नमस्ते वेलकम ब्याक टु माई युट्युब च्यानल यो के अरे मन्दिर ढोग्नु अरे देख्ने बित्तिकै बिर्सिहाल्दो रहेछु अनि हाम्रो यहाँ मन्दिर छ ढोग्नु होला सबैजनाले अनि यता हाम्रो माइजू हुनुहुन्छ हामी चाहिँ आज कहाँ हिँडेको भन्दाखेरि चाहिँ पहिलो हिँडेको जसले त्यसै भन्दा भ्लग अस्ति मनिषा त्यसै भन्दै थिएँ त्यतिकै लाग्दैछु नकाटिकन पहिलो हिँडेको चाहिँ होइन आज नयाँ वर्ष 2081 साललाई बाई बाई गर्दै 82 साललाई वेलकम गरेर हिँडेको हामी चाहिँ रोता जानुपर्छ रोता गएर लिएर आउँछु म चाहिँ पाखनामा चाहिँ निकैजना छौँ हामी लिनु गएको के कस्तो हुन्छ हाम्रो भिडियो हेर्दै गर्नु होला गाइस आज यति नै अल्छी लागिरहेको हेलो एभ्रिवान हामी चाहिँ गाइड बाख्रालाई बिजोग भयो हेलो बहिनी के गर्दै हुन्छ हाई गर न बिस्तारै क्या हाई गर न फोन आइरहेछ सीता भाभी भनेर मैले गरेको चाहिँ हो के अरे कस्तो आफै भुन जान्छ छितेर झरो मेरो पनि अर्को पनि झरो भन्दा म राखेको थिएँ के थियो फुटा थिएन कस्तो को छ जति को छ बुढा छ साइडमा भिडियो कल गरेर देखाइदिनु पर्यो यो छ हामी चाहिँ यहाँ गाडी पर्खिरहेको छौँ त्यही हो हाम्रो ओह्रालो त जाने बाटो हो यताबाट आउने बस हो अनि यता हाम्रो घर जाने बाटो हो यता चाहिँ हेर सिस्टर हेलो हेलो मेरो ब्लगमा म भरे एडिट गरेर मलाई नै झ्याउ लाग्छ काटेर काटेर गर्नु सक्छ अल्छी लाग्दो बोलेपछि हेलो एभ्रिवान हामी चाहिँ गाडी चढिसकेको भरे गइछ भरे आउँदा दिवस भरे आइछ होला थाहा छैन गाइस अहिले भरे भेटौँला बाटो हेलो एभ्रिवान खाली देखे एडिट गर्नुपर्छ गोरो हुन्छ अहिले हामी चाहिँ अहिले के अरे भुटान आइपुग्नु आँट्यौँ अझै लाग्छ टाइम हामी कति बज्यो अब 9 बजे पुग्छौँ भुटान हामी 7 बजेर उल्टेर 9 बजे भुटान पुग्छौँ 9 बजे भुटान पुग्छौँ भने 9 बजे अलिक छिटो पुग्छौँ 8 बजे अनि हामी चाहिँ जान्छौँ भिडियो हेर्दै गर्नु होला मलाई पो पुरै गाइस मान्छे यति धेरै प्याक छ नि तल्लो साइडमा कस्तो राम्रो थियो नि स्कुल तल्लो साइडमा यस्तो खेतहरू कस्तो राम्रो देखिन्थ्यो कि डर लाग्छ यहाँ झर्ने छ रे एकछिन रोक्दै फोटो भिडियो भिडियो भाइरल हुन्छ नि त उहाँको देखाउन आँटेको रौता हामी प्रवेश गर्दैछौँ गाइस ला झर्ने बेला ला यता देखिएन फाइनली गाइस हामी चाहिँ आइसक्यौँ फाइनली गाइस हामी चाहिँ रौता आइपुग्यौँ 10:32 मा
सो मेरो एडिट गर्दाखेरि मलाई नै झ्याउने खालको ब्लग छ केही छैन कस्तो राम्रो भनेर पनि आयुम भाइ आयुम आयुम रोज आयुम आइजो आइयो है रोतरमा ए र त होइन फुलकुमारी हेलो गाइस हामी रौता बजार देखाउनु भनेको के नै छैन यसपालि हामी चाहिँ आइपुग्नु रौता मन्दिर जाँदैछु मुकालो मबाट एउटा बुझेको थिएन होला है भरे पुग्छुमा पुगेको थिएन भने चाहिँ बजार हजुर हेलो हेलो एभ्रिवान टिका पनि संसार पुगेछ फोटो खिच्न लाएको हेलो भोक लाग्यो भाग्दैन हेलो भेडाजु हेलो सनिस सनिस उता आउनु समित आऊ कहाँ समित आऊ खोइ दाँत देखाइदेऊ त हाँसिदेऊ त दाँत यी दाँत खोइ दाँत देखाइदेऊ त देखाइदेऊ त म त्यहाँ हेर्छु अजिलाई देखाइदेऊ न दाँत देखाइदेऊ नि सनिस के खाने के किन्दैन हो मम्मीले के किन्दैन गाडी हो अनि भोक लागेको छ हो निन्द्रा आयो ननिदा हुँदा निदा हुँदैन न सबै सुतिन्छ हस् 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 भन न हस् भन न हस् भन मुखले हस् भन लाटो हो तिमी ए लाग्छ कि भइसक्यो होला गाडी पर्खेर बसेर हिँडेको छैन कारबाही गर्नु पनि डर लाग्दा मलाई बजार घुम्नु पनि देखेन